के नेपाल स्वर्गको टुक्रा हो कि अधुरा सपनाको बजार? आशा चाहिँ यहाँ थुप्रै हुन्छन्, तर परिणाम किन ढिलो? यही आशा र निराशाको दोसाँधमा अहिले दुई पुस्ता आम्ने सामने छन्। एउटा दशकौंको सङ्घर्ष, जेलनिल र सत्ता बोकेका बा। अर्को केही वर्षमै डोजर र निर्णयले चर्चामा आएका बालेन। आजको भिडियोमा हामी यिनै कुरामा चर्चा गर्नेछौँ। 1. केपी ओलीको इतिहास, रणनीति र सत्ता। 2. बालेन्द्र शाहको आक्रोश, एक्सन र विवाद। 3. झापा पाँचको टक्कर, किन भोट दिने वा किन नदिने। अब आउनुहोस् कथाबाटै बुझौँ। यो कथाका पहिलो पात्र हुन् खड्ग प्रसाद शर्मा ओली, अर्थात् केपी ओली, अर्थात् केपी बा। केपी ओलीलाई आज हामी जुन रूपमा देख्छौँ, उनको सुरुवात निकै फरक र डरलाग्दो थियो। ओलीको राजनैतिक जग आजको सिंहदरबारमा होइन, निकै वर्ष अगाडि झापाका गाउँहरूमा गाडिएको थियो। सन् 1970को दशकतिर झापाका गरिब किसानहरूको अवस्था एकदमै दयनीय थियो। दिनभरि माटोमा रगत पसिना बगाएर उब्जाएको अन्न जमिनदारहरूले खोसेर लैजान्थे। किसानलाई भरपेट खान पनि धौधौ थियो भने जमिनदारहरूले उनीहरूलाई दास जस्तै व्यवहार गर्थे। यही थिचोमिचो र अन्याय सहन नसकेर मर्नुभन्दा मार्नु बेस भन्ने स्थितिमा पुगेपछि किसानहरू हतियार उठाउन बाध्य भएका थिए। अरू किसानहरूसँगै केपी ओली र उनीसँगैका युवा कम्युनिस्टहरूले यस आक्रोशलाई नेतृत्व दिए। उनीहरूले एउटा उग्र नीति लिए, जसलाई वर्ग शत्रु सफाया अर्थात् अनाइलेसन अफ क्लास एनिमी भनिन्थ्यो। यसको अर्थ थियो जनताहरूलाई दुःख दिने जमिनदारहरूलाई सिधै हत्या गर्नु। झापा विद्रोह शान्तिपूर्ण भने कदापि थिएन, त्यो रगतले लतपतिएको थियो। यही विद्रोहले केपी ओलीलाई 14 वर्षको जेलको सजाय पनि सुनायो। जेलबाट बाहिर निस्किएपछि भने उनको युद्ध मैदानमा होइन, मतमा सरेको थियो र समयसँगै उनी नेपाली राजनीतिको केन्द्रमा पुगे। गठबन्धन, शक्ति सन्तुलन र पार्टीभित्रको रणनीति, यी खेलमा उनी दक्ष मानिन्छन्। तर राजनीतिमा अनुभव मात्रै पर्याप्त हुँदैन, जनताले परिणाम पनि खोज्छन्। ओलीका भाषणमा केही समय ठुला सपना आए, ग्यास पाइपदेखि पानी जहाजसम्म। अलिकति समय लाग्छ, थोरै समय दिनुहोस्, चुलामा पाइप जान्छ। समर्थकहरू भन्छन् सपना देखाउनु नेतृत्व हो, आलोचकहरू भन्छन् सपना होइन, रोडम्याप र इम्प्लिमेन्टेसन चाहिन्छ। यहीबाट एउटा ठुलो प्रश्न जन्मिन्छ, केपी ओलीको अनुभवले नेपाललाई स्थिरता र दिशा दियो कि सत्ता टिकाउने कला मात्रै बलियो भयो। अब हाम्रो अर्का पात्रतर्फ लागौँ, बालेन्द्र शाह अर्थात् बालेन। केपी ओलीका ठिक विपरीत बालेनको उदय कुनै पार्टीको घोषणापत्र वा भूमिगत विद्रोहबाट भएन। बालेनको जन्म त जनताको फ्रस्ट्रेसनबाट भएको हो। न त उनले कुनै जेल जीवन बिताए, न कुनै पार्टीको झन्डा बोके। उनी एउटा स्ट्रक्चरल इन्जिनियर र ऱ्यापर हुन्। उनीसँग दशकौंको सत्ताको अनुभव छैन, तर उनीसँग एउटा कुरा छ, काम देखाएर विश्वास जित्ने प्रयास। बालेनको कामले गर्दाखेरि काठमाडौँको कतिपय ठाउँहरूको मुहार नै फेरियो। उनले यी कामका लागि ताली पनि पाए र कतिवटा कुराको विवादले गर्दाखेरि गाली पनि पाए। त्यसैले बालेनको कथा दुई धारमा बग्छ, एकातिर नायक, अर्कोतिर विवाद। अब ती चार घटनाहरू हेरौँ, जसले गर्दा बालेनले गाली र ताली दुवै खाए। सबैभन्दा पहिले उनको डोजर अभियान। नक्सा पास नभएका र अनुमति उल्लङ्घन भएका संरचना भत्काएर उनले कानुन सबैका लागि बराबर हुन्छ भन्ने त देखाए। तर केही ठाउँमा सूचना वा समन्वय अपर्याप्त भएको आरोपसहित अभियान विवादित भयो र ससाना व्यापारीहरूको आँसु पनि खस्यो। र यसले एउटा प्रश्न पनि उब्जायो, कठोरता आवश्यक हो कि प्रक्रिया र करुणाको सन्तुलन? यस्तै रस्साकस्सी टुकुचा खोज्दा पनि देखियो। 130 वर्षभन्दा अगाडि बनाइएको टुकुचा सुरुङ खोज्न उनले जय नेपाल हलको परिसर नै खनिदिए। सम्पदा प्रेमीहरू त खुसी भए, तर लालपुर्जा भएका जग्गा धनीहरू भने तर्सिए। यहाँ पनि प्रश्न उठ्यो, विकास ठुलो कि व्यक्तिको निजी सम्पत्तिको अधिकार? त्यसपछि कुरा गरौँ पैदल यात्री विरुद्ध व्यापारीको। काठमाडौँलाई आधुनिक बनाउन जब उनले न्यू रोडको फुटपाथ बढाउन खोजे, तब उनी सडक डिभिजन कार्यालय र भौतिक पूर्वाधार निकाय बीच ठोक्किए। बालेन चाहन्थे मान्छे हिँड्ने सहर, तर व्यापारीहरूलाई चिन्ता थियो पार्किङ, व्यापार र पहुँचको। यो लडाई सडकको मात्र होइन, सहर आखिर कसका लागि,
भन्ने पनि प्रश्न उठ्यो र लडाईँ पनि भयो। तर उनको सबैभन्दा शक्तिशाली प्रहार शिक्षामा थियो। निजी स्कुललाई नियम वा मापदण्ड अनुसार छात्रवृत्ति र कोटा कार्यान्वयनमा कडाई गरियो। शिक्षकको दलीय राजनीति रोकेर उनले 30,779 विद्यार्थीहरूलाई छात्रवृत्ति दिलाए। अभिभावक त मक्ख परे, तर वर्षौंदेखि स्कुलमा राजनीति गरेर बसेका शिक्षक सङ्गठन र पार्टीहरू भने बालेनसँग आगो भए। समग्रमा बालेनले काठमाडौँको फोहोर मात्र सफा गरेनन्, यहाँको सिस्टममा जमेको लेउ पनि खुर्काउने प्रयास गरे। कसैलाई दुख्यो होला, तर धेरैलाई निको पनि भयो। तर कथा यतिमै सकिँदैन। बालेनको यो डोजर र एक्सन जब सिंहदरबारको गेटमा पुग्यो तब सुरु भयो साँच्चैको महाभारत। तपाईँलाई याद होला, जब बालेनले न्यू रोडको फुटपाथ बढाउन खोजे तब केपी ओली नेतृत्वको एमाले र केन्द्र सरकारको सडक विभागले त्यसलाई रोकिदियो। बालेनले काम गर्न खोजे, तर केन्द्र सरकारले अधिकार क्षेत्रको कुरा झिकेर रोक्यो। यो लडाईँमा सडक विभागले पिच खनेर काम त रोक्यो, तर नैतिक जित भने बालेनकै भयो। जनताले प्रष्ट देखे, एकातिर काम गर्न खोज्ने मेयर थिए, अर्कोतिर रोक्ने ओलीको सरकार। यहीबाट धेरैले एउटा तितो सत्य महसुस गरे, मेयरले डोजर चलाउन सक्छ, तर राज्यका धेरै साँचोहरू अझै सिंहदरबारसँगै छन्। यही महसुसले बालेनलाई स्थानीय सीमाबाट बाहिर राष्ट्रिय बहसतिर धकेलेको देखिन्छ र यो बहसको केन्द्र बनेको छ झापा 5। अहिले देशको माहौल तातिएको छ। के बालेन अब केपी ओलीको गढ मानिने झापा 5 मा गएर उनलाई टक्कर देलान्? काठमाडौँमा धुलो टकटक्याएर बालेन अब बाको किल्ला भत्काउन सक्लान् त? तर एउटा कुरा याद गरौँ, प्रतिनिधि सभाको भोट मेयर छान्नलाई होइन, यो त कानुन बनाउने, सरकारलाई निगरानी गर्ने र देशको दिशा मोड्ने ठाउँसँग जोडिन्छ। यस सन्दर्भमा यदि हामी बालेन सांसद वा भविष्यमा सम्भावित प्रधानमन्त्रीको पदमा देख्छौँ भने सिक्काको दुवै पाटोतिर हेर्न एकदमै जरुरी छ। सुरुमा सिक्काको एउटा पाटो हेरौँ, बालेनलाई किन भोट नदिने। 1. बालेनको शैली झगडालु देखिन्छ। प्रधानमन्त्री वा सांसद धेरै पक्षसँग मिलेर काम गर्नुपर्छ र बारम्बार सहमति पनि जुटाउनुपर्छ। तर बालेन आक्रोशित भएर कहिले टुकुचामा गाडिदिन्छु भन्छन् त कहिले सिंहदरबार नै आगो लगाउँछु भन्छन्। राष्ट्रिय राजनीतिमा काम अघि बढाउन कडा बोलाइ भन्दा पनि मिलेर निर्णय गराउने क्षमता धेरै चाहिन्छ। यदि सहकार्य गर्न नसक्ने शैली भयो भने राष्ट्रिय तहमा नीति र काम दुवै रोकिएर बस्न सक्छ। र अहिले बालेनको हामीले झगडालु पक्ष धेरै देखेका छौँ र मेलमिलापको पक्ष भने देखेका छैनौँ, जुन हाम्रो लागि हानिकारक हुन सक्छ। 2. एउटा सानो पोस्टले पनि इन्टरनेसनल रिलेसनसिप बिगार्न सक्छ। प्रधानमन्त्री वा सांसदले बोलेको वा लेखेको एउटा वाक्यले पनि इन्टरनेसनल रिलेसनसिपमा असर पर्न सक्छ। बालेनले कहिलेकाहीँ अमेरिका, इन्डिया र चाइना जस्ता देशबारे पनि सामाजिक सञ्जालमा कडा भाषा प्रयोग गरेर पोस्ट गर्ने गर्छन्, जसले उनको धैर्य र जिम्मेवारीमाथि प्रश्न उठाउँछ। नेपाल सानो देश हो र धेरै देशसँग सन्तुलन राखेर चल्नुपर्छ। सदनमा पुगेपछि डेमोक्रेटिक रिलेसनसिप फरेन कन्ट्रीमा मात्र होइन, संसदमा पनि बनाउने क्वालिटी हुनुपर्छ, जुन बालेनमा अहिले देखिँदैन। 3. काम गर्ने र पैसा खर्च गर्ने क्षमतामाथि प्रश्न। राष्ट्रिय स्तरमा बजेट व्यवस्थापन अझ जटिल हुन्छ। हाल काठमाडौँ महानगरको 25.76 अर्ब रुपैयाँ बजेट मध्ये 4.64 अर्ब मात्र खर्च भएको छ, जुन निकै कम हो। यसै परियोजना छनौट र तयारीमा देखिएको कमजोरीले गर्दा काम ढिला भएको आलोचना बालेनमाथि छ। यसै के देखाउँछ भने बालेनले काठमाडौँ जिल्लाको बजेट त राम्रोसँग चलायमान गर्न सकेनन् भने देशको बजेटिङको लागि भने उनी रिस्क फ्याक्टरमै देखिन्छन्। यो त भयो सिक्काको एउटा पाटो। अब लागौँ अर्को पाटोतिर। बालेनलाई भोट किन दिने। 1. संसदमा कडा निगरानी। सांसदको मुख्य काम सरकारलाई प्रश्न सोध्नु, ढिलासुस्ती काम पूरा गर्न दबाब दिनु र कानुन सुधारका विषय उठाउनु हो। संसदमा धेरै कुरा उठाइने र देखाइनेमा निर्भर हुन्छ। बालेनले काठमाडौँकै पुराना संस्कृति, खोलानाला, फोहोर, जेलिएको तार अनि पार्क जस्ता धेरै विषयवस्तुमा राम्रो काम गरेका छन्। उनले अझै ठुला र महत्त्वपूर्ण कुराको बहस चलाएर सरकारलाई काम गर्न दबाब दिन्छन् भन्ने विश्वास छ। त्यसैले उनी एउटा राम्रो क्यान्डिडेट बन्न सक्छन्। 2. दबावसँग जुझ्ने आँट।
धेरै पटक समस्या के हुन्छ भने नेता वा सांसदलाई दबाव आयो भने चुप लाग्छन् वा सम्झौता गरेर पन्छिन्छन्। बालेन शाह डराउने र दबावमा पर्ने मान्छेमा देखिँदैनन्। उनले आफ्नो सोसियल मिडिया मार्फत काठमाडौँको एक्टिभ मेयर हुँदा पनि पूर्व प्रधानमन्त्रीलाई चुनौतीपूर्ण प्रश्न गरिरहेको देखिन्छ। उनको यही आठ संसदमा हुनुपर्ने निकै राम्रो स्वभाव मध्ये एउटा हो। 3. जेन्जीको माग सदनमा सुनिन्छ भन्ने आशा। बालेनले सदनमा पुगेर जेन्जीहरूले उठाएका मुद्दाहरूमा काम गर्छन् भन्ने आशा जनतामा छ। नेपाल भ्रष्टाचारमा जेलिएको छ र त्यसकै विरुद्धमा जेन्जीले आन्दोलन गरे, तर फलस्वरूप शहीदहरू र देश जलेको मात्र देख्न पाइयो। यसका लागि बालेनले संसदबाट भ्रष्टाचारमा संलग्न फाइलहरूलाई खुला गर्न दबाब दिन्छन् र कार्यान्वयन गर्न नीतिलाई जोड दिन्छन् भन्ने आम विश्वास रहेको छ। त्यसका लागि बालेनले चुनाव जितेर संसदमा पनि पुग्नुपर्छ। त्यसका लागि अहिलेको भिडन्त बालेन शाह भर्सेस केपी ओली एकदमै रोमाञ्चक बनेको छ। हामीले अहिले सदनमा पुग्नको लागि कस्तो मान्छे छनौट गर्छौँ भन्ने कुराको लागि भोट दिँदैछौँ। हजुरले पनि राम्रोसँग विश्लेषण गरेर चुन्नुहोला। अनि अब फेरि सुरुवातको प्रश्नमा फर्कौँ। नेपाल स्वर्गको टुक्रा बन्छ अनुभवबाट कि आँटबाट? अन्त्यमा निर्णय तपाईँको हातमा छ। त्यस सँगसँगै एउटा प्रश्न तपाईँसँग, झापा 5मा यो भिडन्तमा तपाईँ के हेर्न चाहनुहुन्छ? केपी ओलीको राजकीय अनुभवको निरन्तरता वा बालेनको साहसिक परिवर्तनको सुरुवात? तपाईँको भोट कसलाई, अनुभवलाई कि आँटलाई? कमेन्ट बक्स खुल्ला छ, आफ्नो विचार राख्नुहोला। जय नेपाल।